हेलो गाइज, वेलकम सुमिना भ्लगमा सबैलाई नमस्कार र वेलकम छ। हामी चाहिँ अहिले बुढाबुढी मैनापोखर बजारमा घुमिरहेको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो प्यारो ब्युटिफुल वाइफ यता छिन्, गइरहेको छिन्। हामी चाहिँ अहिले यहाँ टमाटर लिन जानला छौँ मासुमा हाल्नको लागि। मासु चाहिँ फेरि बुङ्गुरको मासु हो नि, फेरि गाह्रो पर्छ। यही गाडीहरू पुरै गइरहेको छ यतातिर। हामी चाहिँ लगभग आइसकेको छौँ बजारतिर तरकारी किन्न। यहाँ चाहिँ पुरै भडम छ। फोहोर जति यसमा फाल्नुपर्छ है। फोहोर मलाई लेखेछ, यसमा हाल्नुपर्छ। कस्तो सुन्दर छ यो बर्दिएको मैनापोखर भन्ने ठाउँ। अहिले चाहिँ पुरै साँझ भइसकेको छ। हामी चाहिँ यता सब्जी मन्डीतिर आएको छौँ तरकारी किन्न। अरू त तरकारी त खासै लगिँदैन, टमाटर चाहिँ लाग्ने तर्खरमा छौँ। टमाटर कैसे को हो टमाटर? 50 रुपये किलो। तो महंगा लोकल टमाटर ये कहाँ से लान लो? कहाँ से लान लो? ये मोर घर का हो। घर हो? लोकल टमाटर हो? कई रुपये किलो हो? 50 रुपये किलो। आधा किलो देऊ, आधा किलो। यहाँ बजाइ फेरि सुन्तले जस्तै तरकारीहरू टाउनुहुन्छ। एकदम गाइज तरकारी लागेको छ यतातिर मस्त। अहिले चाहिँ हामी टमाटर लिएर आइसकेका छौँ। मेरो बुढीले लिएर हिँडिराख्नु रहेछ। टक्क हिँडिरहेको छु मेरो बुढी टमाटर लिएर अगाडि। म चाहिँ पछाडि गइरहेको छु। यस्तो छ भ्यू अहिले। लगभग 6:13 भइसकेको छ। अब चाहिँ हामी मासु लिन जान लाग्छौँ बङ्गुरको। यहाँ चाहिँ पुरा बिहेको माहौल छ। मस्त टेन्सन लागेको छ। बिहेको माहौल टक्क यस्तोमा मोड गर्न फेरि मजा आउँछ। थारूहरूको बिहेमा नाच्न, रमाइलो गर्न बहुत रमाइलो हुन्छ।